राम्रो कविता यहाँ लिएकी छु। तेस्रो कविता चाहिँ छ मणिपुरबाट र बसन्ती पौड्यालले लेख्नु भएको हो र उहाँको यो कविता चाहिँ एउटा गजल हो र यो गजल म पढिन लागिसकेकी छु र बसन्ती पौड्याललाई धेरै धेरै बधाई दिँदै है उहाँको यो सुन्दर गजल म आज अन्तर्राष्ट्रिय साहित्य मञ्चको यस पेजबाट पढिरहेकी छु। ल गजल छ। समय सँगसँगै बगिरहने खोला हो जिन्दगी, प्राणीहरू मध्यको अनमोल चोला हो जिन्दगी। घुम्ती गोरेटाहरू कठोर पार गर्दै जाँदा जीवनमा बटुल्ने अनुभवको खोलो हो जिन्दगी। रहरहरू एकातिर, सङ्घर्ष दिनचर्या अर्कातिर, मनुष्य योनिमा पाइने अमूल्य तोला हो जिन्दगी। अहङ्कारले ईर्ष्याले बाधा गरिरहने मान्छेको सेक्न नसकिने आगोको गोला हो जिन्दगी। अहङ्कारले ईर्ष्याले बाधा गरिरहने मान्छेको सेक्न सकिने आगोको गोला हो जिन्दगी। समय सँगसँगै बगिरहने खोला हो जिन्दगी, प्राणीहरू मध्यको अनमोल चोला हो जिन्दगी। र धन्यवाद छ बसन्ती पौड्याललाई। उनको यो मिठो गजल चाहिँ अभिव्यक्ति अङ्क 53 जनवरीदेखि मार्च यो दुलिया जनकला साहित्य मञ्चबाट प्रकाशित भएको कविता हो। धन्यवाद।